ल सुरु। नमस्कार। नमस्ते। म विनोद अधिकारी, घर चाहिँ यतै शुभकार्य गाउँपालिका। तपाईँकोमा हामीले त देख्दै गर्दा हामीलाई पनि एउटा गर्वको महसुस भयो, जुन नेपाल आमाका लागि पनि तपाईँले आफ्नो यात्रालाई अगाडि बढाउनु भएको छ। हजुरलाई भेट्दै खेर्दा थोरै 2-4 शब्दहरू हजुरसँग कुरा गर्न मन लाग्यो, किनभने हामी नेपाल आमालाई माया गर्ने मान्छे तपाईँ हामी। अनि त्यही भएर हजुर चाहिँ कुन जिल्लाबाट आउनुभएको? मेरो नाम चाहिँ नेपाल शान्ति यात्री रामभक्त कौडिन्य प्याकुरेल। जन्मघर शङ्खुवासभा चैनपुर, कर्मघर मोरङको रतुवामाई। यात्रा मिति 2078 साल मङ्सिर 9 गतेदेखि हिँडेको र अहिले घुम्दै घुम्दै 733वटा स्थानीय तहलाई चाहिँ पार गरेर आज यो शुभकालिका गाउँपालिकामा प्रवेश गरेको छु। अब यहाँबाट पनि तपाईँले आफ्नो यात्रा चाहिँ कुन जिल्लाबाट यात्रा शुभारम्भ गर्नुभयो? यो मोरङको घरबाटै गरेँ, झापा गइयो मोरङबाट। आफ्नै घरदेखि गर्नुभयो? आफ्नै घरदेखि झापा गएँ, झापाबाट फेरि मोरङ आएँ, सुनसरी, इलाम, पाथर हुँदै हुँदै अहिले 74वटा स्थानीय जिल्लालाई पार गरेर 75वटामा अब लाग्ने। अनि यो अब कतिवटा जिल्लाहरू बाँकी छन्? 3टा जिल्ला। कुन जिल्ला? यो दैलेख, सुर्खेत र जाजरकोट। भनेपछि तपाईँ चाहिँ यो सडक भएको ठाउँमा त साइकल लिएर यात्रा गर्दै हुनुहुन्छ भने सडक नभएको ठाउँमा चाहिँ तपाईँहरूले कसरी चाहिँ यात्रा गर्नुहुन्छ? सडक जहाँसम्म जान्छ त्यहाँ साइकल राखेर हिँडेर पुगेर आउँछ। भनेपछि तपाईँ चाहिँ अबको अन्तिम यात्रा चाहिँ कुन जिल्लाबाट समाप्त हुन्छ? सुर्खेत पढिसक्नु। भनेपछि अनि तपाईँ चाहिँ अहिले अब खाना बस्नलाई अप्ठ्यारो अनि कतिको केही छ त्यस्तो गाह्रो अप्ठ्यारो? कहिलेकाहीँ खाना पाइँदैन, अप्ठ्यारो त त्यस्तै हो। खाना अब होटलमा पनि खानुहुन्छ होला होइन? होटेलमा नि पाइँदैन, कोही ठाउँमा होटेलै हुँदैन। हजुर। आज के गर्नुभयो? आज खाइयो हाम्रो शुभकालिकामा खानुभयो? यहाँ होटेलमा। अनि कस्तो लाग्यो त हाम्रो यो शुभकालिकाको यो बाटो चाहिँ यो चाहिँ बाटो अब भर्खर नयाँ बनिँदै रहेछ, बनिएला हो बिस्तारै। हजुर। ठाउँ राम्रो हो, शीतल, वनस्पतिहरू राम्रो भएको ठाउँ। यतिको ठाउँ अन्त पाइँदैन, बिरालै पाइएला। यो चाहिँ तपाईँले चाहिँ यो यात्रा गर्नको यो पैदल यात्रा गर्नको मुख्य चाहिँ उद्देश्य के होला? के कारण? यो आत्मा शान्ति र राष्ट्र शान्ति, हजुर। यो दुईटा हो मुख्य कारण। अनि अब तेस्रो कारण अब एउटा केही गरेर मरौँ, मातृभूमिको दर्शन त गरौँ मर्ने बेला भनेर यो एउटा रेकर्डको लागि पनि हो। भनेपछि देशले मलाई मात्र के दियो होइन, मैले पनि देशलाई केही दिनुपर्छ भन्ने त्यो कमसेकम मातृभूमिको दर्शन समेत गरेर मेरो। भनेपछि त्यो चाहिँ भावले गर्दा यो देशमा अब शान्तिको सन्देश पनि। अनि त्यो तपाईँको चाहिँ यो अब पैदल यात्रा गर्दै गर्दा घरदेखिबाट अब त्यस्तो चिन्ता व्यक्तहरू गर्ने चाहिँ घरबाट अब कहाँ पुगे के भयो भन्ने कुराहरू त्यस्तो आउँछ कि नै फोनबाट? पहिले त अब चिन्ता नि गर्थे, एउटो जाँदैन सक्दैन मलाई, काठमाडौँ पुगेर फुर्छ भन्थे, बसेर पत्याउँदैन थिएँ। अब अहिले चाहिँ सकिन आँट्यो, अब चाहिँ पत्याउनु थाल्यो। तपाईँले यो यात्रा मात्रै गर्नुहुन्छ कि अब यात्रा गरिसकेपछि गाउँपालिकाहरूसँग गएर अब केही कुराहरू पनि राख्नुहुन्छ? कुरा त राख्छु। हजुर। अब अहिलेका नेताले पत्याउँदैनन्। हाम्रो शुभकार्यमा कस्तो? यहाँ त कोही पनि भेटिन्न। हाम्रो गाउँपालिकामा कोही पनि भेटिनु न भएन? उपाध्यक्ष न अध्यक्ष, हजुर। मिलेर भनेपछि एउटा स्वास्थ्यको अध्यक्षसँग प्रमाण लिएर हिँडेको। भनेपछि उहाँसँग चाहिँ सल्लाह गरेर अब आफ्नो हरेक वैचारिक व्यवहार गरेर यहाँको प्रमाणित गरेँ। अब के त्यहाँ चाहिँ के भन्नुभयो हाम्रो सरले शुभकालिका? कोही छैनन्, म मात्रै छु। भनेपछि तपाईँलाई अझै त्यस्तो हाकिम अनि अध्यक्ष उपाध्यक्ष भएको भए प्रमाणित गर्न ल म है शुभकालिका पुगेँ केही यसो उ गर्थे वार्ता गरिन्थ्यो, कोही नभएपछि त्यतिकै प्रमाणित गऱ्यो भने खातामा सही गराएँ। तपाईँ चाहिँ अहिले कति वर्षको उमेर भयो होला हजुरको? मेरो अहिले उमेर 72 वर्ष भयो। 72 वर्षमा चाहिँ साइकल यात्रा गरेर देशलाई केही दिनपर्छ केही दिनैपर्छ, सिधै मर्नु हुँदैन कसैले पनि। अनि तपाईँले यो चाहिँ पैदल यात्रा गर्दै गर्दा कति 733वटा जिल्लाहरू घुम्दै गर्दा सबैभन्दा चाहिँ दृश्य राम्रो अनि हिँड्न डुल्न र अनि खानामा चाहिँ व्यवस्थित जिल्ला चाहिँ कुन ठाउँमा कुन जिल्लामा भयो? अहिले सबैतिर राम्रै छ। यो रुकुम डोल्पा हुम्लातिर चाहिँ अलिक कठिनाइ पऱ्यो। सबभन्दा कठिनाइको जिल्ला डोल्पा हो। त्यो एउटा सेफोक सुन्डो गाउँपालिका जानलाई 8 दिन लाग्यो। 3वटा हिमाल
तरेर जानुपर्छ रहेछ। तपाईँले प्रत्येक जिल्लाका प्रत्येक गाउँपालिकाहरू पुग्ने गर्नुहुन्छ नि। प्रत्येक पुग्छ। अब 3टा जिल्ला बाँकी रह्यो, त्यहाँ अब यहाँ कालीकोट सकाएर दैलेख जानुहुन्छ होला। अब दैलेख जान्छु। यो कालीकोट सक्यो भएदेखि। कति दिन भयो तपाईँ यात्रा गरेको? यात्रा गरेको त 3 वर्ष 5 महिना, आज 14 दिन। 3 वर्ष लाग्यो 3 वर्ष लाग्यो त्यसो। गर्न अझै 2-3 महिना लाग्छ। अझै 1-2 महिना लाग्छ त्यसो भए। 2 महिनापछि तपाईँले नेपालको नेपालको सबै सकिन्छ। ए धेरै खुसी लाग्यो। हुन्छ, हस् ल, हाम्रो हस्, आउनुभयो, धन्यवाद। स्वागत छ हजुरलाई एकदम। तपाईँहरूलाई पनि हामीलाई धन्यवाद। पनि खुसी लाग्यो जुन हामीले नेपालको राष्ट्रिय झन्डा चन्द्र सूर्य झन्डा चाहिँ यो फहराउँदै मातृभूमि प्रति केही माया गर्नुपर्छ सबैले। सबैले गर्नुपर्छ। तपाईँको यो भाव अब आउने पिँढीहरूलाई भन्दा जननी र जन्मभूमि भन्दा ठुलो केही पनि रहेनछ। जति जे गरे पनि तपाईँले चाहिँ अब आउने यो पिँढीलाई के सन्देश दिन चाहनुहुन्छ? यो पिँढीलाई के दिन्छु म सन्देश भने, इच्छा गर्नुपर्छ, उपाय हुन्छ। सक्दिनँ म भनेर चाहिँ कसैलाई निज मार्नु हुँदैन। किनभने यो 72 वर्षको उमेरमा म नेपाल पुरै घुमेर एउटा इतिहास कायम गर्न खोजेँ भने अब पार पनि लाएँ र यो सकिन्छ। यो हिमाल तर्नुभन्दा नि कठिन रहेछ रहनु चाहिँ यो नेपाल पुरा। यो यात्रा गर्दै गर्दा चाहिँ यो चाहिँ बजेटको कुराहरू केही तपाईँको आफ्नो बजेट त अब त्यो उपरवालाले दिन्छन्, खाना खाँचो भएको छैन। सहयोगी मन भएकाले दिइहाल्छन्, हजुर खाना जति पुगिहाल्छ, अर्थको त के खर्च हुन्छ। ल, हस् हजुरलाई पनि हस्, ल, धेरै स्वागत धन्यवाद। छ। एकदमै हामीलाई पनि गौरवको कुरा लाग्यो आइदिनु भयो हाम्रो चाहिँ गाउँपालिकामा। तपाईँलाई तपाईँको यात्रा चाहिँ सधैँ सफल होस् र शुभ रहोस्। धन्यवाद। हस्, धन्यवाद।